It's all right, guys. Welcome to back. This is a DVD vlog. And आज पनि नयाँ भ्लग लिएर आउन लागेको छु. आज चाहिँ स्वास्थ्य पनि त्यति राम्रो छैन. कन्डिसन भएको छ घाँटीमा हैन. त्यही पनि म हेरिरहेको छु. किनभने रुममा बसेर झन् हुन्छ नि त, बोरिङ हुन्छ नि त. सो आज चाहिँ खासमा म चाहिँ प्लान बनाएको थिएँ. अलिकति लङ डिस्टेन्स थियो नि त. म बसेको ठाउँदेखि त्यहाँ जान तिबिताब भन्ने ठाउँमा जान लागेको. लेट्स सी, हेरौँ होइन कहाँ हुन्छ. अनि बसमा चढिसकेको छु. मेट्रोबाट दुईवटा मेट्रो चेन्ज गरेर L10 र L5 चढेर अनि V17 बसमा म चढिसकेको छु. जाँदैछु. अब यहाँदेखि समथिङ कति लाग्छ टाइम, 30-35 मिनट समथिङ कति देखाइरहेछ. यसपछि नि एकचोटि बस चेन्ज गर्नुपर्छ. सो यो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु नबिर्सनु है त. अनि के कस्तो लाग्छ हजुरलाई त्यो पनि प्रक्रिया दिनु होला है त. ल गाइज, म जाने चाहिँ यहाँ हो होइन, यहाँ हो म जाने चाहिँ. म यही छु, अझै छ भनौँ न. यहाँदेखि कति टाइम लाग्छ जोस्. अनि राखेको छु म चाहिँ. अनि यहाँबाट अब एउटा बस गर्ने अनि जाने हुन्छ गाइज है. अनि आज त्यस्तो बोल्नु सकिरहेको छैन, घाँटी दुखिराखेको छ. सो के गर्ने गाइज. अनि अब यहाँबाट 196 को गाडी जान्छ. अनि त्यही हो है त. ल फाइनली तिबिताब आइपुगेको अवस्था गाइज. दिस इज तिबिताब. तिबिताब गाइज. तिबिताब चर्च हो यो चाहिँ होइन, एकदम फेमस चर्च. ल गाइज, यहाँबाट म चाहिँ माथि चढ्न लागेको. अनि जियोस् यहाँबाट बार्सिलोनाको भ्यू चाहिँ खत्ता देखिन्छ है भनौँ न होइन. यो दिस इज बार्सिलोना गाइज है. अनि यतातिर यस्तो छ. ल गाइज, यो देखिरहेको चाहिँ बार्सिलोना सिटी हो तिबिताबदेखि होइन. अनि म यहाँको भ्यूजहरू तपाईँलाई देखाइहाल्नेछु कस्तो कस्तो छ भनेर.
ल गाइस यहाँबाट देखिरहेको यो चाहिँ यो चाहिँ क्याम्प नाउ फुटबल ग्राउन्ड बार्सिलोना यहाँबाट देखिँदो रहेछ यार यो क्याम्प नाउ त्यसपछि ला साग्रादा ग्लोरिस अनि यता बार्सिलोना बिच होइन अनि यस्तो दामी ठाउँ है गाइस यो टिबिटाबो चाहिँ होइन यस्तो दामी Si queréis conocer a los personajes en persona, el siguiente pase será a las 3:30. हेर्दै जाऊ होइन के कस्तो छ तर लास्ट राम्रो है ठाउँ चाहिँ टिबिटाबो चाहिँ वान अफ द बेस्ट प्लेस इन बार्सिलोना गाइस बार्सिलोना अफ स्पेन गाइस है ल गाइस होइन म यतातिर पार्क साइडतिर आएको छु अहिले उताबाट चर्च साइडबाट यतातिर आएको छु अहिले चाहिँ यस्तो दामी यस्तो बोबाल है यहाँ त अनि यस्तो पिसफुल अनि ध्यान गर्नको लागि पनि यत्तिकै राम्रो पिसफुल है अनि यस्तो राम्रो ठाउँ अब यतातिर मेबी यो होटल हुनसक्छ है के हो थाहा भएन बट लास्ट दामी लास्ट राम्रो अनि त्यही भनौँ यतातिर सबै यस्तो छ अनि खाने ठाउँ रहेछ यो एरिया चाहिँ अनि लास्टै दामी यार त्यतिर पहाड छ फेरि यहाँ टोइलेटरी छ यस्तो दामी लगाइ चाहिँ नट जोगा यस्तो बबाल यार अनि योमा पनि ठ्याक्कै पात टाइपको ठ्याक्कै खाने ठाउँ पनि है पात कस्तो टाइपको पात टाइपको डेस्क के सेला भन्छ यहाँ चाहिँ होइन चियर यहाँसम्म गाडी आउँदो रहेछ अनि यस्तो बोबाल ठाउँ है गाइस यस्तो दामी लाग्यो चाहिँ कसम गाइस है यस्तो राम्रो ठाउँ त है यस्तो अब यहाँ जति भिडियोमा देखाएको छ नि त्योभन्दा राम्रो यहाँ आँखाले उ गर्छ कि आँखाले हेर्नु र यो भिडियोमा हेर्नुमा लास्ट डिफ्रेन्स के है यति राम्रो होइन यति सुन्दर अनि कति क्युट कति राम्रो ठाउँ के होइन यहाँदेखि मेबी उ गर्न एउटा मेबी हिँड्दै आउने ठाउँ जस्तो लाग्छ यो चाहिँ मलाई चाहिँ अनि जङ्गल यो चाहिँ हिँड्दै आउने ठाउँ होला सो यस्तो दामी ठाउँ है यहाँबाट मलाई चाहिँ लास्ट मन परेको ठाउँ चाहिँ अनि त्यो ठ्याक्क तल बार्सिलोना सहर भयो अनि यहाँ माथि चाहिँ यो छ होइन लास्ट बोबालाई गाइस यस्तो दामी है बस्ने साइडमा अनि यस्तो पिसफुल अनि यो रुखहरू पनि यस्तो मिलेको है अनि यसो झट्ट हेर्दाखेरि काफलको रुख जस्तो देखिने हाम्रो नेपालमा काफलको रुख जस्तो देखिने तर नट काफल है गाइस होइन तर लास्ट राम्रो के ठाउँ चाहिँ अनि मैले यहाँ भन्नुभन्दा पनि यहाँ आएर आफूले नै आफ्नो आँखाले नै हेरेपछि लास्ट दामी के अनि यहाँ टक्क बच्चा बच्चीहरू खेलिराखेका छन् उता साइडतिर माथि चर्च छ होइन यता पिसफुल छ जस्तो रोज्यो के अनि यहाँ यो घर हेरौँ होइन यहाँको घर कति दामी घर हो यो अब जस्तै मोबाइलको भ्युजबाट भन्दा पनि यहाँ चाहिँ आफ्नो रियल आँखाले हेरेको चाहिँ एकदमै राम्रो अनि तर डेभलप भन्ने चाहिँ लास्ट डेभलप है यो देश पनि नपुगेको ठाउँै केही छैन यार जहाँमा पनि है यति म चाहिँ यो बार्सिलोनामा घुमे जति चाहिँ होइन यस्तो डेभलप के अनि जे गरेपछि हुँदो रहेछ होइन अब हाम्रो देश पनि होला बिस्तारै होइन नयाँ ऊ आछ सरकार आछ
तर हाम्रो देशमा नि प्राकृतिकले त सुन्दरता यत्तिकै छ कि योभन्दा नि अझ सुन्दर छ गराउन सक्ने हो भने चाहने हो भने है चाहने हो भने जे पनि हुन्छ क्या हाम्रो देशमा पनि अनि यहाँ टुरिस्टहरू यति धेरै आउँछ कि अब त्यस्तै एउटाले भन्थ्यो होइन छ क्या टुरिस्टहरू लास्ट आउने कि यहाँ चाहिँ 8-9 करोड भनेको एक वर्षमा 2025मा इट्स नट अ जोक के गाइज कति धेरै टुरिस्ट होला ल भन्नु त भाइ लास्टै दामी अनि लास्टै बवाल गाइज है यो चाहिँ यहाँको हिस्ट्री होला है सायद सबै हिस्ट्री छ यहाँ चाहिँ सबै हिस्ट्री छ गाइज है एभ्री यो पहिलेको हिस्ट्री होला सायद होइन यो पनि यहाँ सबै हिस्ट्री भनौँ न दिस इज सो क्युरियस अनि अलिक कस्तो क्युरियस लाग्ने कस्तो कस्तो टाइपको है अनि त्यसपछि चाहिँ पहिलेको होला र टिभी दाबो भनेर पहिले यस्तो थियो होइन पहिले चाहिँ यस्तो रहेछ क्या टिभी दाबो चाहिँ टक्क है यस्तो दामी यो पहिलेको हिस्ट्री रहेछ भनौँ न ल यस्तो मिठो भ्युज गाइज बार्सिलोनाको मिठो गाइज छ यहाँदेखि है भ्युज चाहिँ यस्तो दामी त बार्सिलोना सिटी भयो अनि यता चाहिँ त्यहाँ समुद्र आज चाहिँ मौसम त्यति राम्रो गरेको छैन घाम लाग्यो भने बबाल देखिन्थ्यो होला Guys, here in Barcelona beach. Woo! Last kali aja छ यार कसम हाँ come on boy come on yeah ल भिडियो बनाइदिँदै एकछिन माई फ्यामिली